फाइनल एक्सर्साइज चाहिँ भ्याएँ अनि भोलि मेरो छुट्टी छ भोलि मार्केटमा कामहरू पनि थुप्रै छ त्यो कामहरू गर्नुपर्ने छ थोरै सपिङ हाल्नुपर्ने छ धेरै त होइन थोरै पैसा निकाल्नु पर्ने छ बाँकी त्यो सबै भोलि हेर्नेछौँ हामी अनि म बस्ने ठाउँको मार्केट कतिको सस्तो छ महँगो छ कि सस्तो छ त्यो पनि हेर्नेछौँ हामीले दाजु आउनु न आउनु भिडियोमा भाइ हामी भ्लग बनाइरहेको छ यो चाहिँ हाम्रो जिम गर्ने ठाउँको म्याङ्गो मार्केट हो बवाल मजा आयो तर एउटा कुरा चाहिँ गाइज होइन हाम्रो दाइसँग चाहिँ अलि एक्सर्साइज गर्नु चाहिँ साह्रै हुनुपर्छ डेन्जर पेला हुँदैन मलाई के गर्नु माथि तान पेट भन्दै आर्म्स एन्ड आर्म्स वाइल्ड पम्प भएको छ त है ओके आजलाई कुराकानी हुन्छ भोलि छुट्टी छ भोलि रमाइलो गर्छु मैले गुड मर्निङ हिजो सुत्नु त 11 बजी सुतेको तर आफ्टर लङ टाइम यति लामो सुत्यो नि त टाइम पनि भएको उठ्यो अब कपडाहरू धुन हाल्छु अनि खै बाहिर त रेस्टुरेन्ट त खुला छैन होला हेरौँ लेट्स फ्रेस भइसक्यो होइन अनि रुम पनि बेड पनि रुम त अनि बेड पनि लगाइसकेँ यो चाहिँ मेरो खजी बेड हो त्यस्तो छ होइन यसरी राखेको छु मैले चाहिँ कुराहरू एकचोटि चाहिँ समीर भएकोमा जान्छु माथिको फ्लोरमा होइन थर्ड फ्लोरमा छ कि नाइ समीरमा यदि समीर रहेछ भने उसलाई लिएर जान्छु ब्रेकफास्ट खानलाई आई थिङ्क रेस्टुरेन्ट खुलेको छैन होला किनकि यो रमदानको बेला चाहिँ रेस्टुरेन्टहरू मर्निङमा चाहिँ खुल्दैन के ग्रोसरीहरू मात्रै खुला हुन्छ त्यही पनि लेट्सी गएर हेरौँ होइन यदि छ भने चाहिँ ब्रेकफास्ट गर्छौँ हामी किनकि अबेर भइसक्यो ब्रेकफास्ट पनि गर्न गरेको बिहान उठ्न चाहिँ टाइममा उठेको थिएँ म रुम मिलाउँदा गर्दाखेरि अराउन्ड 9 बजिसक्यो होइन त्यो त्यसैले अब एकछिन समीरलाई भेट्छु अगर ब्रेकफास्ट गर्नु मिलेछ भने इट्स ओके ब्रेकफास्ट गर्छु होइन भने अब ब्रेकफास्टको सामान ग्रोसरी सामानहरू लिएर समीरसँग डिसेसहरू छ कि खाना बनाउनको लागि अनि हामी बनाउँछौँ लेट्स समीर के गर्दैछ भेट्छु है म त्यसलाई फाइनली साथीसँग र भाइसँग भेटेँ भाइ त अहिले नाइट ड्युटी हानेर आउँछ हाम्रो साथी इन्टरभ्यू न त अनि को हो तिमीले इट्स मी सफल जङ्कुवर ओके प्लिज लाइक सेयर सब्सक्राइब अनि सफल जङ्कुवर अनि साथीको चाहिँ खतरा टिकटक आइडी छ होइन लाइभ पनि बसिरहेको छ उसको चाहिँ टिकटकमा गएर लाइभ चाहिँ बस्नु होइन सफल जङ्कुवर बढी लुकायो क्या भाइले फेरि आमा टेन्सन छ फेरि है ये छुट्टीको दिनको हाम्रो रमाइलो दिन कुराकानी हुँदै जान्छ यो चाहिँ हामी बस्ने दामी हवेली हो खतरा हवेली छ बनाउँछ तिमी पनि ऊ पनि खतरनाक फेरि युट्युबर समीर फेरि युट्युबर भन्दा पनि समीर फेरि टिकटकर हो है फ्यान फलोइङ बवाल छ उसको टिकटक आइडी मैले मेरो च्यानलमा मेरो डिस्क्रिप्सनमा मैले लिङ्क राखिदिन्छु गएर चेकआउट गर्नु है समीरको आइडी हेलो नमस्ते म चाहिँ कृष्ण समीरको दामी साथी हाम्रो अनि खतरा डिआइपी 2 हो क्या रिप छ है साथी माचिस भविष्यको कर्णधारहरू हो के यहीँ चटपटे बेचिदिइरहेको छ यहीँ तरकारी सब्जी बजार छ बालेन चाहियो हो म चाहिँ राम्रो आओस् होइन सक्षम लिएर आओस् आउने त्यो पिँढीहरूलाई होइन अनि त्यही हो साथी अब हान न हौ यस्तो हो साथी जुन चाहिँ पार्टी आए पनि एउटा सक्षम लिडर होस् क्या
एउटा लिडरसिप चाहिँ राम्रो हुनुपर्छ क्या भोलिको दिन नयाँ आउने पिँढी भाइ बहिनी दिदीभाइ दाजुभाइहरूलाई चाहिँ होइन राम्रो बाटो मिलोस् राम्रो फ्युचर मिलोस् अब सबैजना होइन विदेश जानुपर्ने दुबई जानुपर्ने कतार मलेसिया अस्ट्रेलिया अमेरिका जानुपर्ने नहोस् न भोलिको प्लेटफर्ममा म चढाइ लिएर मलाई माथि यही हो गाइस है अब लग्जरियस खाना जाने भने त जेबिआरतिर छँदैछ अब हामी जस्तो अब फकिरहरूको लागि त भनेको त्यही पनि नास्ता घरकै नास्ता छ हो चना पनि दामी दिँदो रहेछ साथी यार है चुनाव गर यो फेरि पहिला जस्तो काङ्ग्रेस एमाले होइन यो ह्यान्ड मेरो दिदी बाउ मेरो दिदी बाउ यस्तो होइन नि त गाई अब जो आफूलाई ठिक लाग्छ जो राम्रो लाग्छ जसले चाहिँ देशको लागि के गर्नु सक्छ त्यसको लागि चाहिँ झाप्प गरेर रनिङमै घन्टीमा हानिहाल्यो भने त्यो आमा होइन त्यो अनि ल त भिडियोमा रहिरहनु अब सिधै अलमायामा यो मार्केट जाने बाटो अनि इन्ट्री गर्नुपर्छ सही हो साथी मार्केट त हरिक छ त साथी ठाउँ त अनि ग्रिनेरी फर्स्ट टाइम हो आएको म आज सिनेमाग्राफी केही नहाल्ने क्या चट्ट ल साथी कालो पो भयो त है बाहिर घाममा मस्त यहाँ चाहिँ अब सामानहरू धेरै नै छ हामीलाई चाहिएको केही होइन हामीलाई चाहिएको मासु त्यसको मासु भनेर अब देखाउने छौँ हामी तपाईँलाई भित्र सस्पेन्ड हो ठाउँ चोच यही हो हेर कुन राम्रो हुन्छ त्यो चाहिएको होला साथी जाऊ पर्छ है बुङ्गुरको मासु हामीले भनेको थियो नि के को मासु भने बुङ्गुर हो है यो चोचे शिव होम फ्याम ल अब चाहिँ बुङ्गुरको मासु पनि आइसक्यो अलमायाबाट बाहिर पनि निस्किसक्यो साथीले रमाइलो पनि गरेर भित्र हगेर ओके स्कुलमा माटो भन्थ्यो तर बालुवा मात्र देख्छु त्यो साथी रोस्ट हाने त होइन बालुवामा रुख उम्रिरहेछ गाह्रो छ साथी यही हो अब यथार्थ बुझ्ने हो तर अब रियल डार्क लाइफ अफ युए भनेकै त्यहाँ के यो हेर केटा होइन जुम हान्दैन मैले यहाँ हेर पुरै एकमै जुम जान्छ साथी ओके यो चाहिँ यहाँ क्रिकेट खेलिरहेछ है केटाहरूको ऊ त्यो पारी बस्नेहरू चाहिँ सब त्यो क्रिकेटमा ध्यान नदियो हो केटा हो पारी बस्नेहरू चाहिँ सबजना चाहिँ अहिले बिहानको साथी बिहानको कति बजे छ 11 बजे हो 11 बजे छ त्यो दारू पाउने लाइन हो क्या दुबईमा चाहिँ यस्तो भन्छु कि दुबई त्यो लग्जरी सिटी देखाएर त्यो मेट्रोमा चढेर त्यो साइडको 5वटा 10वटा ठुल्ठुलो बिल्डिङ मात्रै हेरेर होइन क्या डार्क लाइफ त्यत्तिकै खतरा छ रातिमा त होइन ब्रो रातिमा निस्किनै गाह्रो हुन्छ क्या अब यो रातिमा निस्किनै गाह्रो हुन्छ यो रम्बल हो के छ त यस्तै हो दाइ आइयो दुबई आइयो होइन हेर गाह्रो छ अब बाल पनि काट्छ यहाँ 5 दिराममा हो 5 दिराममा बाल पनि काट्छ रक्सी पनि सेकुवा फाइनली एक्चुअली हामी चाहिँ हिँडेको सर्टकट बाटो थिएन त साथी होइन तर अब भसकै हिँडेर अब यहाँ आयो तर घरतिर चाहिँ आइसक्यो अनि अब हामी जान्छौँ किचनमा गएर अनि साथीले बनाउँछ चोचेको मासु मैले भिडियो बनाउँछु गाना बजाउँछु रमाइलो गर्छु सी इन द भिडियो गाइस सी इन द किचन है त माया त देखाइराख्नु होला माया यसरी नै भविष्यमा अब यो अनुहारहरूलाई राम्ररी देख्न चाहनुहुन्छ भनेपछि माया देखाइराख्नु होला सबभन्दा तपाईँको माया भनेकै भ्युज हो
कमेन्ट हो गाइज यहाँ चाहिँ मेन्सन एकजना अर्को साथी छ भनेको थियो नि त्यो सुन्दर हो सुन्दर छ डेन्जर लागेर चाहिँ के छ साथी हेर न है दुईजना पुग्छ है Soft strums of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. The sound of distant gulls and the rolling tide add layers to the tranquil sense tape of this coastal escape. सुन्दरलाई चाहिँ त्यो कुरा दिएको चाहिँ अन्त मिठो बनाएको छ मिठो भएको छ नेपाली पाराले बनाएको छ खाना चाहिँ रातो साथी क्लास रेट देऊ न कति दामी दामी 10मा 10मा कति 10मा 20 हाल्दै अब सुन्दरको त डाइरेक्ट फ्यान हो अरे भो अरे हाम्रो सुन्दर चौराको त हरै बनाइदिनु खाना साना चाहिँ खाइसक्यो होइन खाना पनि बब्बाल थियो बब्बाल बनाएको थियो सुन्दरले खाना चाहिँ त्यसको लागि चाहिँ दामी बनाउँदो रहेछ अब भिडियो चाहिँ सक्यो यहीँनिर यदि तपाईँलाई भिडियो मनपर्छ भने लाइक गर्नु होला त्यो लाइकले चाहिँ मोटिभेट गर्छ मलाई अर्को भिडियो बनाउनको लागि अनि अझै राम्रो राम्रो भिडियोहरू रमाइलो गरेको अनि दुबईको रियल लाइफ के हो मान्छेले देखाउनु त धेरै कुराहरू देखाइरहेको हुन्छ होइन यस्तो उस्तो भनेर तर एक्चुअली रियल कुरा चाहिँ के हो त्यो चाहिँ मैले देखाउँछु क्या कस्तो कस्तो लाइफ जिइरहेको छ मान्छेहरूले भनेर होइन तपाईँले जेबिआर देखाउन चाहे त मैले जेबिआर अनि तपाईँको बुर्ज खलिफा साइडहरू पनि देखाउनु सक्छु तर एक्चुअली चाहिँ के छ त लाइफ भन्ने कुरा देखाउन खोजेको मैले अनि यदि भिडियो मन परे सब्सक्राइब गर्नु अनि केही सल्लाह सुझाव दिनु छ भने डोन्ट फर्गेट टु कमेन्ट अन माई भिडियो आई लभ यु सबैजनालाई सी इन द नेक्स्ट भिडियो धन्यवाद